हाम्रो बर्थडे बोय के छ भट के छ अवस्था? हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ चैत 1 गते होइन, थ्याङ्क यू सो मच। आज चाहिँ मेरो बर्थडे अनि अहिले चाहिँ हामी बिहान 8 बजे हामी चाहिँ पशुपति गइरहेछौँ। सुरुमा पशुपति दर्शन गरिन्छ। आज बर्थडेको दिन स्पेसल दिन हो, आज रमाइलो गरिन्छ धेरै हो। सो अहिले दिदी म अनि दुईजना दिदी हामी 4-5 जना गइरहेछौँ अहिले चाहिँ। सो लेट्स गो। आज बर्थडेको दिन पशुपति दर्शन गरिन्छ। गाइस आज चाहिँ हाम्रो एकदमै रमाइलो गर्ने प्लान रहेको छ। अहिले हामी पशुपति नाथ मन्दिर गइरहेको छ। पशुपति गिरी पशुपति मन्दिर गइरहेछ। हामी गोठाला पुगिसक्यौँ पशुपति गेट नजिक। आज त बढी 21 वर्ष भएको है। अब छिट्टै के गर्नुपर्छ के हो? आराम बजिरहेको छ यस्तो 8 बजे। अहिले उठ्ने टाइम हो नि त खासमा। सिप्टी जस्तो देखिरहेछ हात त। आज त पुरा हो। पार्वती छैन सिप्टी जाइ देखिरहेछ। अब पार्वती खोज्नु पर्ने भयो अवस्था। सो हामी चाहिँ पुगिसक्यौँ अनि भाइ चाहिँ बाइक पार्किङ गरिरहेको छ त। अहिले हामी कता पुग्यौँ? पार्किङमा पुगेर बाइक राखेर मन्दिरतिर जाँदैछौँ। अब हामी सुरुमा पूजा सामान किन्छौँ, त्यसपछि मन्दिरभित्र जान्छौँ। आज अब लाइन कतिको हुन्छ पशुपतिमा लास्ट भिड हुने होइन, लाइन बस्नुपर्ने जहिले पनि। त्यही भएर अब कतिको लाइन छ, धेरै ढिलो हुने भए त लाइन बसिन्न, किनभने हामीले फेरि अरू धेरै ठाउँ जानुपर्ने छ आज। आज त बर्थडे स्पेसल धेरै ठाउँ। ओहो धुलो त यो पशुपतिको धुलो चाहिँ व्यवस्थापन गर्नु पर्यो है यहाँको निकायले, व्यवस्थापन समितिले। त क्ल्याप गरेर नि मस्त पैसा कमाइ हुँदो रहेछ जस्तो छ। दिनभरि ताली बजायो। मेरो साथीहरूलाई नि यही सुझाव दिनुपर्छ मैले। अब ट्याग योर बेस्ट फ्रेन्ड। हामी कहाँ जाके फँसी गयो? मलाई त पक्रिहाल्यो अब होइन, उम्किन खोजेकै हो, खोज्न त झन् बिचबाट गयो। दुईजनै आएर भाइ दे दो होइन पार्किङ त्यो बस्ने ठाउँ हो। युवा क्लबको के हो? युवा क्लबको होइन, बाहिरबाट आउने हुन्छ नि त इन्डियनहरू, यताउति बस्ने ठाउँ। फरेन कन्ट्रीहरूको के अरे पर्यटकहरूलाई बस्ने ठाउँ। या फरेन कन्ट्रीको। ल है यता फ्रीमा जुत्ता चप्पल राख्ने है, माथि निशुल्क जुत्ता चप्पल निःशुल्क राख्न सक्ने ठाउँ है जुत्ता चप्पल चाहिँ। हामीले मन्दिरभित्र पूजा नि भइसक्यो, एकदमै खुसी लाग्यो, आनन्द आयो। भजन निकायो, रमाइलो भयो है, एकदम रमाइलो भयो। क्यामेरा अलाउ थिएन, त्यही भएर हामीले फोटो भिडियो चाहिँ खिच्न पाएनौँ, तर हामीले धेरै रमाइलो गऱ्यौँ। रमाइलो होइन धेरै हाम्रो। लगाइछ हामी फाइनल्ली पशुपति पछाडि हामी पूजा सकेर निस्किसक्यौँ। आज त हामीले यो ओरिजिनल बाबाबाट है, बाबाको प्रसाद नै लगायौँ। यो ओरिजिनल कान चिरेको बाबा भन्छ है, ओरिजिनल गोरखनाथ बाबाबाट चाहिँ भभूत भन्छ हाम्रोतिर, त्यो लगायौँ। त्यो लगायो भने चाहिँ शिलाजित पनि नखाने, हामी एनर्जी पनि छँदैछ। भभूत नि लगायौँ।
त्यही छ अहिलेको चाहना। बर्थडेमा अब पालो आइसकेको छ लभराजको टिका लगाउने हाम्रो संस्कार अनुसार होइन। हाम्रो बर्थडेमा आज उपस्थित हुनुभएको थियो प्रकाश गिरी। तपाईँले कस्तो अनुभव भइरहेछ सर? हजुर सर राम्रो। त्यसै लभराज योगी सर अक्का के छ सर अवस्था? काले सरले सानो भएको छ मसँग। हाम्रो बहिनी हुनुहुन्छ, के छ बहिनी अवस्था? के छ रमाइलो भइरहेछ? लाटी बहिनी पनि भनेर हामी चिन्न सक्छौँ। त्यसै गरी हाम्रो पशुपति बहिनी के छ अवस्था? रमाइलो भइरहेछ? त्यसै गरी हाम्रो बर्थडे बोयले के छ के छ अवस्था? हो मुड एकदम छ। त्यसै सर हामीलाई के छ के छ बहिनी दाइले रमाइलो भइरहेछ होइन? ल सुरेश सर तपाईँले कस्तो अनुभव भइरहेछ भन्नुहोस् त? बर्थडे भइरहेछ, हामी बर्थडेमा उपस्थित भएर कस्तो अनुभव भइरहेछ हजुरलाई? एकदम राम्रो बबाल भयो भयो अर्को पोज। वाह के रेकर्ड हो। क्यामेराम्यान कसैलाई बनायो यार? एकचोटि एक फोटो हालिन्छ 10 हाल्नेलाई। वाह दामी। दाँत देखायो एकचोटि रोए जस्तो गर्यो।